गरिबी र रोगका कारण आफ्नो सपना महसुस गर्न नसकी कठिनाइमा जिरहेका बालबालिकाहरू धेरै छन्। भविष्यका कर्णधार रहेका साना बालबालिकाहरू स्वस्थ रूपले हुर्किएमा दिगो र हर्षपूर्ण संसार बनाउन सकिन्छ। बालबालिकाहरूका लागि हर्षपूर्ण संसार निर्माण गर्ने आशा लिनुभएकी अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनकी अध्यक्ष जाङ्गिल्जा ज्यूले कुनै बालकले पनि गरिबीका कारण आफ्नो सपना गुमाउन नपरोस् र कोही पनि पछाडि नपरुन् भन्ने हेतुले विश्वव्यापी बाल तथा युवा सहयोग प्रोजेक्ट लगातार सञ्चालन गर्दै हुनुहुन्छ। छोराछोरीहरू गरिबी र रोगबाट मुक्त भएर स्वस्थ रूपले हुर्किएको चाहनुहुने आमाको मन गम्भीर रोगको शिकार बनेकी बङ्गलादेशकी बालिका फातिमा कहाँ समेत प्रसार भयो। बाह्र वर्षीय बङ्गलादेशी बालिका फातिमा शिक्षण अस्पतालको बाल उपचार वार्डमा भर्ना भएकी छिन्। फातिमालाई लागेको रोग कति गम्भीर होला? यसलाई मोया रोग भनिन्छ। मस्तिष्कमा केही समय पर्याप्त रगत आपूर्ति भएन भने इस्केमिक स्ट्रोक हुन्छ। यदि भाषा केन्द्रमा इस्केमिया भयो भने एक्कासी बोल्न नसक्ने, स्मरण शक्तिमा समस्या आउने, आकस्मिक आघात पुग्ने अवस्था हुन्छ। मस्तिष्कमा उत्पन्न हुने हर किसिमका लक्षणहरू देखा पर्न सक्छ। मोया रोग चाहिँ मस्तिष्कमा रगत सञ्चार गर्ने रक्तवाहिनी नलीहरू समयको बहावसँगै सङ्कुचित हुँदा लाग्ने रोग हो। समयमै शल्यक्रिया नगरेकोले उनको मस्तिष्कमा ठुलो क्षति पुगेको थियो। गम्भीर रोगले ग्रस्त फातिमाको दुःखद अवस्थाबारे सुन्नु भएपछि अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनकी अध्यक्ष जाङ्गिल्जा ज्यूले सहयोगको न्यानो हात बढाउनुभयो। कोरियामा हामीले सहयोगविहीन छौँ। हामी यहाँ पतवार बिनाको जहाज जस्तै छौँ। तर वी लभ यू फाउन्डेसनको सहयोगद्वारा हामीले छोरीलाई बचाउने तरिका पत्ता लगाउन सक्यौँ। मलाई सहयोग गर्नुहुने अध्यक्षज्यू, कार्यकारी निर्देशक र महानिर्देशकलाई धन्यवाद दिँदछु। शल्यक्रियापछि वी लभ यूका सदस्यहरू फातिमाको परिवारलाई भेट्न गए। फातिमाले लजालु मुस्कानले अभिवादन गर्छिन्। अध्यक्ष जाङ्गिल्जा ज्यूले पुस्तक पढ्न र चित्रकलामा रुचि राख्ने फातिमालाई अमूल्य उपहार पठाउनु भयो। बुवा र आमाको सहयोगद्वारा चित्र कोर्ने फातिमा परिवारका सदस्यहरूको मुहारमा मन्द मुस्कान लहराउँछ। यो उपहार मेरी छोरीको लागि आवश्यक थियो, किनभने एक्लै बस्दा उनलाई चित्र कोर्न एकदमै मनपर्छ। सबैलाई साँच्चै धन्यवाद। मेरी छोरीको ख्याल गरिदिनु भएकोमा हामी एकदमै खुसी छौँ। फातिमा एकदमै खुसी छिन्। चित्र कोर्ने क्रममा फातिमाले आफ्नो साना ओठद्वारा केही भन्छिन्। अध्यक्ष जाङ्गिल्जा ज्यूको प्रेम र हेरचाहद्वारा जिउने आशा लिन सकेकी बङ्गलादेशकी बालिका फातिमा। उनले पहिलाको जस्तै
स्वस्थ र खुसी जीवन प्राप्त गर्न सक्ने गरी अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनले निरन्तर सहयोग गरिरहनेछ।